आदरणीय मेरा देश विदेशमा रहनुहुने मेरा आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा म एउटा विनम्र अनुरोध गर्दछु। यसपालि हामीले ठुलो मौका पाएका छौँ। त्यो मौका हामीले गुमायौँ भने हामी धेरै ठुलो दुर्घटनामा फस्नेछौँ। हामी कहिले पनि उठ्न सक्दैनौँ। म पनि नेपाली काङ्ग्रेसको सक्रिय कार्यकर्ता थिएँ। जति हामीलाई यहाँ तल हामीलाई भ्रम छरेका थिए त्यति माथि हुँदैन थियो। त्यसका भित्र के कर्तुतहरू हुन्छन् भन्ने कुरा सबै थाहा छ। एक दिन त कुनै दिन आउँछ होला भन्ने म पनि एउटा इन्तजारमा बसेको थिएँ, पर्खाइमा बसेकी थिएँ म। आज त्यो पर्खाइ पुरा हुने दिन आएको छ। आखिर ती जेएनजीहरूको के थियो त्यत्रो माग के थियो र? एउटा देशमा भ्रष्टाचार नहोस् भन्ने नथियो। त्यति एउटा उनीहरूको मागको लागि त्यति आवाज उठाउँदा ब्यागमा किताब बोक्ने जेएनजीहरूलाई ड्याङ ड्याङ छातीमा टाउकोमा गोली हानेर मारियो। उनीहरूको गलत थियो, त्यो माग गलत थियो। तपाईँ हामी मान्न सक्छौँ? सक्दैनौँ। अहिले उनीहरू नचाहिँदा बहानाहरू गरिरहेका छन्। संसद भवन जल्यो, के जल्यो, कता जल्यो भनेर। जलेको त बनाइन्छ, केही फरक पर्दैन, बनाउँछन्। तर ती हाम्रा जेएनजीहरू फर्केर आउँछन्। जति अपाङ्ग हुनुभएको छ, कसैको खुट्टा छैन, कसैको आँखा छैन, उनीहरूले अहिलेसम्म न्याय पाएका छैनन्। अब हामीले उनीहरूलाई न्याय दिनु पर्दैन। अब त्यो न्याय कसले दिन सक्छ? कुनै पार्टीले दिन सक्दैन। सिर्फ राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीले दिन्छ, बार्लेनले दिन्छन्, रविले दिन्छन्। त्यसकारण हामीले यसपालि यो मौका गुमायौँ भने हामीलाई ती जेएनजीहरूको आत्माले सराप्ने छ। सम्झिनुहोस् न, 23 गतेको घटना सम्झिनुहोस् त। त्यति सम्झेर भए पनि तपाईँ हामीले बार्लेन शाहलाई प्रधानमन्त्री बनाउनै पर्छ। अब प्रधानमन्त्री त्यत्तिकै त हुँदैनन्। बहुमतको सरकार त बनाउनको लागि देशैभरिको जनताले भिड्नु त पर्यो नि। यति भन्न आएको, यदि तपाईँ हामीले ती जेएनजी छोरा नातिहरूलाई हामीले न्याय दिने हो भने, उहाँहरूको आत्मा शान्ति गराइदिने हो भने प्लिज मेरा दाजुभाइ दिदीबहिनी आमा बुवा यसपालि मात्र हेरिदिनुहोस्। तपाईँहरूले पार्टी परिवर्तन गर्नु पर्दैन, सिर्फ घन्टीमा भोट हालिदिनुहोस्। हामीले 30-35 वर्ष पर्खेर बस्यौँ भने हामी अब 5 वर्ष पर्खिन सक्दैनौँ। हेरौँ न 5 वर्षको मौका कस्तो हुँदो रहेछ। भोलि तपाईँ हामी नै यिनीहरूको विरोध गरौँला। प्लिज मेरो यो हजुरहरूमा मेरो अनुरोध छ। चारतिर यताउता प्लिज मन नडौलाइदिनुहोस्। 1बाट 2 बनाउनुहोस्, कन्भिन्स गर्नुहोस्। ती जेएनजीहरूको लागि मात्रै भए पनि तपाईँहरूले अगाडि बढेर तपाईँहरूको मत घन्टीमा दिनुहोस्। हुन त हामी नेपालीहरू यति दयालु छौँ, थाहा छ। हजुरहरूले यो मौका गुमाउनुहुन्न, पक्कै पनि थाहा छ। तर भड्काउलान्, लोभ आश्वासन देखाउलान् भन्ने मात्रै पिरो। हुन त हजुरहरूप्रति मलाई 100% मलाई विश्वास छ। किनभने हामीले सबै आँखाले प्रत्यक्ष देखेका छौँ। हामीलाई कसैले ठग्न सक्दैन। अब झलझलै आँखा अगाडि घुमिरहेको छ ती दृश्यहरू। त्यसकारण म फेरि पनि हजुरहरूलाई विनम्र अनुरोध गर्छु। मेरा देशैभरि, मेरा विदेशमा रहनुभएको दाजुभाइ दिदीबहिनीहरू पनि प्लिज भोट दिनकै लागि भए पनि स्वदेश आएर हामीले यसपालि बालेन शाहलाई प्लिज प्रधानमन्त्री बनाऊ। हस् त, धन्यवाद।